दर्शकबिन हामी सबैलाई थाहा छ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र नेपाल सरकारबीच टक्राव चलिरहेकै छ। प्रधानमन्त्री केपी शर्मा ओली विशेष गरी उनको पछाडि परेका छन्। तैपनि बालेन शाह काठमाडौँको मुहार फेर्न रात दिन अघि बढेकै छन्। बालेन शाहलाई जनतामाझ निचा देखाउनका लागि नै अनेक प्रपञ्च रचिरहेको छ। बालेन शाह पनि के कम। भर्खरै मात्र बालेन शाहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शहरी विकास मन्त्री प्रकाश मान सिंहलाई अनुरोध गरेका छन्। आफ्नो देश विकास गर्ने कुरा सधैँ कुरामै रह्यो। मलाई हराउने नाममा आफ्नो सहर क्षेत्र र देश चाहिँ नहराउनुहोला मन्त्रीज्यू, हामी सब एक नेपाली हौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह स्वतन्त्र भएकै कारण उनलाई दबाब आइरहेको छ। कुनैबाट पार्टीमा मिल्न आवाज आउँछ भने कहीँबाट धम्की आउँछ, तर पनि बालेन शाह डराएका छैनन्, हच्किएका छैनन्। उनलाई आफ्नै उपमेयरले पनि साथ नदिएको स्पष्ट बुझ्न सकिन्छ। बालेनले आफ्नो काम कारबाहीमा कहिले पनि अरूको हस्तक्षेप चाहेनन्, तर पनि बालेनलाई हस्तक्षेप गर्नका लागि अनेक प्रपञ्चहरू सरकारले रचिरहेकै छ।